हेलो गाइस, फेरि पनि आइसकेको छु म तपाईहरुको माझ। आज केही विशेष खालको पोखरामा रहेको गुप्तेश्वर महादेव जाने बाटो रहेको छ। यो यसरी हामीले मेन गेटबाट छिर्दाखेरि यसरी हामीले राउन्ड लाएर तल झर्नुपर्छ र विभिन्न किसिमका मूर्तिहरू अथवा विभिन्न किसिमका शिलालेखहरू कोरिएको छ। यो बाटोमा चाहिँ झर्ने क्रममा चाहिँ यसरी तलतिर झर्नुपर्छ है त। गुप्तेश्वर प्रवेशद्वार सानो भए पनि भित्र विशाल कक्षहरू छन् है। हामीले हेर्न बाँकी नै छ, भित्र जाँदैछौँ। भिडियो बनाइरह है। हेर्नुहोस्, भित्र जाँदैछौँ हामी है त। माथिबाट पानी चुइरहेको छ। यहाँ शिवलिङ्ग, चुना पत्थरका आकृतिहरू र जलाधारहरू छन्। माथिबाट पानी चुइरहेको छ। अनि त्यस्तै गुफाको खण्डबाट देवीको झरनाको पानी झर्दै गरेको दृश्य अवलोकन गर्न सकिन्छ। हेर्नुहोस्, जुन अत्यन्त मनमोहक हुन्छ र भित्र पुरै लाइनहरू छन्, बत्तीहरू बलिरहेका छन्। मान्छेहरूको आकर्षक बिन्दु भएको ठाउँ यो। मान्छेहरूको चहक भित्र एकदमै छ हैन। बत्तीहरू बलिरहेको छ र पानीले पुरै भिजेको छ। हेर्नुहोस् त, बाटोमा हिँडिरहेका छौँ हामी। तलतिर जाँदैछौँ है त। यो भित्रको गुफा हो, यो भित्री संसार हो, यो माटोको भित्रको संसार हो है त। हेर्नुहोस्, यसरी पानीले पुरै भिजेको छ यो चाहिँ ठाउँहरू। र यो गुफा धार्मिक स्थल भएकाले यहाँ पूजा अर्चना गर्नेहरूको भिड पनि लाग्ने गर्छ है त। गुफाभित्रको तापमान स्थिर रहन्छ, जसले गर्दा वर्षभरि नै भ्रमण गर्न उपयुक्त हुन्छ यो ठाउँ चाहिँ। अब हामीले देख्छौँ डेभिस फल्स, पातले छाँगो भन्ने हामीले त्यहाँबाट देख्छौँ। अलि अगाडि जानुपर्छ त्यसको लागि। र यसको देवीको झरना अथवा पातले छाँगो र गुप्तेश्वर महादेव गुफा दुवै प्राकृतिक सौन्दर्य धार्मिक आस्थाका सङ्गम हुन्। यिनीहरू दुई एक जोडिएका छन् है त। उतापट्टिबाट हामीले अहिले देख्छौँ, उतापट्टिबाट हामीले डेभिस फल्स देख्छौँ भने यतापट्टिबाट हामीले गुप्तेश्वर महादेवको गुफा देख्छौँ है त। अब हामी हिँड्दै जान्छौँ है त। हिँड्दै जान्छौँ। हिँड्दै गइसकेपछि यहाँ चाहिँ बिचबिचमा रेलिङहरू राखिएको छ र बिचमा आर्टिफिसियल सिमेन्ट लाएर यहाँ चाहिँ यसलाई अड्याइएको हो या के गरिएको हो। यस्तो पुरै एकदमै झनै मनमोहक, एकदम आकर्षक बनाइएको छ। यहाँ चाहिँ तल हेर्नुहोस्, यहाँ पानी छ, गइरहेछ, एकदम खाई जस्तो छ। भित्र चाहिँ एकदमै खाई जस्तो छ। मान्छे यदि तल खस्यो भने एकदमै खतरा हुने सम्भावना छ है त। हामीहरू हिँड्दैछौँ, तर यहाँ बच्चाहरूलाई पनि जान मिल्छ, अलाउड छ। बच्चाहरू, बुढो, वृद्धहरू होइन, दर्शन गर्ने मान्छेहरू जान सक्छन् यसमा। हामी अझै तल जान्छौँ है त। अझै तल जान्छौँ हामीहरू। र हामी करिब हामी 500 फिट लामो अथवा 100 फिट गहिरो भूमिगत सुरुङभित्र बगेर हामीहरू भित्र गइरहेका छौँ भने अब त्यसभित्र हामीले मनोरम एकदमै ढुङ्गाका आकृतिहरू, शिवलिङ्गी जस्ता आकृतिहरूलाई हेर्न सक्छौँ होइन। भित्र अब फोटोहरू खिच्न त अलाउड छैन, तर पनि केही दृश्यहरू हामीले देख्छौँ नि। मैले अघि भनेको थिएँ त्यहाँबाट पातल, यो चाहिँ पानीको रफ्तार हो यो चाहिँ है त। पानीको रफ्तार हो। यहाँबाट चाहिँ हामीले यो चाहिँ पातले छाँगो हो। माथिबाट डेभिड फल्स जाने फेरि अर्को बाटो छ, हामीले तलबाट हेर्छौँ यो चाहिँ है त। अब हामी फेरि उकालोतर्फ लाग्यौँ। उकालो ओह्रालो झर्न चाहिँ सजिलो भएको थियो, तर फेरि हामी उकालोतर्फ जाँदैछौँ। अब डेभिड फल्सको तपाईँलाई थाहा छ होला। डेभिड फल्सको पनि सन् 1961 के होइन, एक स्विस पर्यटक महिला जसको थर डेभिस थियो, फेवाताल नजिकै नुहाउँदा अचानक पानीको बहावमा परि बेपत्ता भएकी थिइन्। 3 दिनपछि उनको शव गुप्तेश्वर गुफाभित्र भेटिएको थियो। त्यस बेलादेखि यस झरनालाई डेभिड फल्स भनिन थालेको थियो भन्ने एउटा भनाइ चाहिँ छ होइन। अब पानीको गन्तव्य चाहिँ झरनाको पानी जमिनमा प्रवेश गरिसकेपछि सतहमा देखिँदैन। यो पानी भूमिगत सुरुङ हुँदै गुप्तेश्वर गुफाभित्र पुग्छ, जुन आफैमा एक अद्भुत संयोग भएको छ। अब हामीले यसरी देख्न सक्छौँ माथि जुन आकृति छन्, ढुङ्गाको आकृतिमा बत्ती बालेर एकदम मनोरम दिएको छ होइन, उज्यालो दिएको छ।
र यसरी एक्लै मान्छे त यहाँ आउन सक्दैन होला, डराउँछन् होला, त्यही पनि धेरै मान्छेहरू दर्शन गर्न आउने भएकोले यहाँ हेर्नुहोस् मैले नजिकबाट देखाएँ। यो चाहिँ यो ढुङ्गाको आकृतिहरू छ। र यस पश्चात हामी पोखरामा घुम्न निस्क्यौँ। पोखराको अब यो फेवाताल भन्ने ठाउँ हो होइन, फेवाताल ढुङ्गा एकदम सरर गुडिरहेको छ होइन। फेवातालमा हामीले यसको पनि अवलोकन गऱ्यौँ। अब यो किन छुट्याउने हो र पोखरा गइसकेपछि भन्ने कुरा भयो होइन। र यो सँगसँगै हामीले पोखराको एकदम रमणीय एकदमै मनमोह लाग्दो दृश्य हेरिसकेपछि हामीले आजको दिन यति नै हेर्ने निर्णय गऱ्यौँ होइन। यहाँ पारि चाहिँ एउटा मन्दिर छ, देख्नु भएको छ होला, यहाँ पारि एउटा तलाउको बिचमा एउटा मन्दिर छ होइन, जुन मन्दिरमा दर्शन गर्न जान्छन्। अब यसरी ढुङ्गा अहिले चाहिँ ढुङ्गाहरू प्लास्टिक अथवा काठको ढुङ्गाहरू धेरै नै छन्, प्लास्टिकको धेरै नै छन् अझ सकभर होइन। यसरी ढुङ्गा फेवाताल भरि ढुङ्गा नै ढुङ्गा छन् क्या। यो चाहिँ क्याम्प छ होइन, एउटा यहाँ एउटा सुरक्षा निकायको क्याम्प छ। त्यति बेला हल्का पानी परिरहेको थियो होइन हामी गएको बेला। यसरी मैले तपाईँलाई खास आज डेभिड फल्स त देखाउन सकिनँ, तर डेभिड फल्सको पानी कहाँ बगेको छ र डेभिड फल्स कहाँ छ भन्ने कुरा देखाएँ। आजको भिडियो यति नै, हस्त, धन्यवाद।